हेलो साथीहरू सम्पूर्णमा नमस्ते नमस्कार है। ल म चाहिँ गाउँतिर आएको छु। म चाहिँ गाउँमा मकै भाट्न भयो हैन। मकै भाट्न डुक्का बोकेर मकै बारतिर जाने क्रममा छु है। मकै भाट्नुपर्ने छ है साथीहरू। मकै भाट्न भयो। तपाईहरुको के कस्तो छ? हाम्रो चाहिँ यस्तो पुरै मकै घुरेनको मकै निकाल्नु पर्ने छ साथीहरू। सुकिसकेको छ यहाँ नभ्याएर 2-4 दिन पानी परेर आज चाहिँ म गाउँ आएको छु। अब म मकै बारीमा मकै बारी दराम मकै निकाल्न गएँ है साथीहरू। ल अब म एक भारी मकै निकाल्नु छु साथीहरू। हेर्नु सक्नुहुन्छ, अहिले एकछिन देखाउँछु ल। माथि माथि हौ मकै बनियो छिटै हो त। हेलो साथीहरू, मकै भाँचिँदैछ है आज। साउनको कति हो आज शनिबार चाहिँ यसरी मकै लिएर आइनेछ। ल साथीहरू, हाम्रो चाहिँ गाउँमा मकै भाट्न भयो धम्माधम। हेलो साथीहरू, म चाहिँ मेरो सुँगुर दाजुलाई पुरा यहाँ मकैको ढोर खुवाउँदैछु नि त। यसरी खुवाउनु पर्यो नि त सुँगुर दाजुलाई। अनको हुन्छ त होइन साथीहरू। मसिनो काट्ने हो होइन। मेरो सुँगुर दाजु यत्रो छ, पुरा खुसी भएर खाँदैछ सुँगुर दाजुलाई। अर्कोलाई पनि दिनुपर्छ एकछिनमा। अब यसलाई पहिला दिइसक्नु त। एउटा यहाँ छ होइन, परिपिने हो काटेर यसलाई चक्का यस्तो मसिनो काट्नु है साथी हो। सानो खानु क्या, खानु सजिलो हुन्छ नि त। सानो मान्छेको भोजन नर्मल छ है। राँगाको एउटा सक्दै खुट्टा भनौँ। गाइज खाएला गाइज। साथीहरू, राँगाको मासु र कामा व्यवस्था गरिदिएछ है। केटोले मसला दिनु आँट्यो, मैले यता भुटभाट गर्दैछु। दामी छ है। ल चाख्दैछु साथी मैले। मिठो मिठो भात फेरि सानो भाँडामा खाइन्छ कि साथीहरू। यस्तो छ मान्छे चेन्ज। हाम्रो चाहिँ यस्तो हुन्छ, एकछिन भान्से कुकम्यान चेन्ज हुन्छ है। फेरि मैले चाख्नु पर्छ साथीहरू। मेरो चाख्ने फेरि आइसक्यो भाग। सबै खाइन्छ। मिठो 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 गाइस। पुरै अब मकै पनि खाइने छ। आगो फेरि खतरा ठुलो मालपुवा हो यो। बोल्ने फेरि यस्तो छ। आमामा यहाँ कसमै पसिना आइसक्यो। खानु भनेपछि चाहिँ फेरि दिनभरि पनि खाएको हो नि त। रातभरि दिनभरि खाएको। बुन्दैछु साथीहरू मकै। यता पनि छ, यता लिइरहेको छु। सुकिरहेको सबै मकै सुकी गएर खानै मिठो छैन साथीहरू। चारो पकाउँदै पोल्दैछु मेरो भालो फेरि यता।